आदरणीय आन्तरिक मामिला तथा कानुन मन्त्री सर र यस कार्यक्रमका सभाध्यक्ष आदरणीय दाइ अरुण प्रधान दाइ र यहाँहरू सबै विशिष्ट व्यक्तित्वहरू यहाँहरू सबैजनालाई मेरो हृदयदेखि नै नमस्ते नमन गर्न चाहन्छु। र आज म धेरै कुराहरू र धेरै समयको पाबन्दीले गर्दाखेरि धेरै कुराहरू म आफ्नो भन्न नसक्नुला, तर पनि मलाई कस्तो एउटा अनुभूति भइरहेको छ भनेदेखि अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसक्दा पनि र आफ्नो ठाउँले गरेको चाहिँ एउटा सानो एउटा जस्तो सुकै सम्मान भए पनि चाहिँ त्यसले चाहिँ एकदमै ठुलो अर्थ राख्दो रहेछ। मैले विभिन्न अन्तर्राष्ट्रिय अवार्डदेखि लिएर नेसनल अवार्ड पनि तेस्रो पटक पनि मैले प्राप्त गरिसकेको छु है। अरू त्यो भन्दा पनि आज मलाई यो झुम्कामा एउटा चाहिँ सानो लोकल आफ्नो ठाउँमा होइन मेरो ठाउँले मेरो चाहिँ मातृभूमिले मलाई सम्झिँदाखेरि चाहिँ मैले ठुला अवार्ड ठुला चाहिँ पुरस्कारहरू जिते भन्दा पनि धेरै ठुलो भएको छ। यसको लागि चाहिँ म धेरै धन्यवाद विशेष अरुण प्रधान दाइलाई एकदमै धन्यवाद भन्न चाहन्छु र यहाँहरू सबैजना विशिष्ट हुनुहुन्छ, यहाँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु। यहाँहरूको यो हौसला ऊर्जा जुन मलाई थप्ने काम गर्नुभएको छ, यसले गर्दाखेरि चाहिँ म यो हाम्रो प्रदेशको हाम्रो नाम हाम्रो ठाउँको नाम राख्नको लागि अथवादेखि अझ सही काम गर्नको लागि चाहिँ म अझ प्रेरित भएको छु। अझ चाहिँ म कोशी प्रदेश प्रति अझ जिम्मेवार महसुस भएको छु। म आफ्नो ठाउँप्रति अथवादेखि मैले पनि पहिला पनि कोशी प्रदेशको चाहिँ भ्रमण वर्ष भनेर आफैले भिडियो बनाएर पनि मैले चाहिँ राखेको थिएँ। कोशी प्रदेश भ्रमण गर्न जाउँ भनेर चाहिँ एउटा आफै एउटा चाहिँ भिडियो बनाएर कोशी प्रदेशको चाहिँ यो वार्षिक यो वर्ष चलिरहेको छ यसमा चाहिँ भनेर चाहिँ म आफ्नो ठाउँले चाहिँ यति माया दिँदाखेरि चाहिँ एकदमै भित्रैबाट चाहिँ अझ हौसला अझ केही गर्ने अझ मैले चिनाउन बाँकी छ है यो ठाउँलाई, अझ योभन्दा पनि अझ बढी गर्नुपर्छ है मैले भन्ने कुरा चाहिँ मलाई महसुस भएको छ आज। र उनको स्वेटर चलचित्रको बारेमा पनि केही भन्नुपर्ने नै हुन्छ, किनभनेदेखि उनको स्वेटरले चाहिँ जुन किसिमको सफलता चाहिँ प्राप्त गरेको छ देश विदेश लगायत विभिन्न ठाउँहरूमा एकदमै राम्रो उच्च चाहिँ एउटा चाहिँ आत्मसात गर्नुभएको छ दर्शकहरूले पनि। र यो फालेलुङ 5 थरमा सुटिङ भएको थियो, यो चाहिँ यसले चाहिँ एउटा पर्यटनमा चाहिँ कसरी चाहिँ सहयोग पुर्याउँदो रहेछ चलचित्रले भन्ने कुरा चाहिँ मलाई पहिलोचोटि महसुस चाहिँ भएको छ। अथवा यति छिटो यसरी प्रभावित गर्दो रहेछ कि एउटा ठाउँलाई कुनै पनि चलचित्र कुनै पनि कलाको माध्यमबाट त्यो ठाउँलाई परिचित गराउनको लागि चाहिँ एउटा कला चाहिँ धेरै काफी हुँदो रहेछ। जसरी फालेलुङ 5 थरको चाहिँ एउटा आन्तरिक पर्यटन अहिले उनको स्वेटरको कारणले गर्दा पनि बढेको छ। अहिले राँकेमा जुन घर बनाएको थियौँ हामीले सुटिङ गर्ने क्रममा, त्यो घर चाहिँ एउटा चाहिँ अहिले सेल्फी खिच्न जाने आन्तरिक पर्यटनहरू घुम्न जाने त्यो घरमा होइन, त्यो जुन धरणीधरको फुलको घरमा चाहिँ जाने भनेर चाहिँ त्यहाँनिर चाहिँ एउटा मैले चाहिँ प्रत्यक्ष देखेको एउटा प्रत्यक्ष कति प्रभाव पार्दो रहेछ त एउटा चलचित्रले एउटा चाहिँ एउटा यो कलाकर्मले चाहिँ कति चाहिँ यो एउटा ठाउँलाई अथवा त्यो ठाउँलाई चिनाउनलाई कति भूमिका खेल्दो रहेछ भन्ने कुरा चाहिँ मैले एकदमै महसुस गरेको कुरा हो। र सम्पूर्ण म एकदमै 5 थरवासी सम्पूर्ण हाम्रो कोशी प्रदेश प्रति नै एकदमै आभारी छु। हामीले पाएको जुन सरकार अथवा यहाँको स्थानीय सरकारको साथ अथवा त्यहाँको स्थानीयको साथ त्यहाँका विभिन्न सबै सङ्घ संस्थाहरूको साथले गर्दाखेरि यो सम्भव भएको हो। र मैले अघि नै भनिहालेँ, फेरि पनि एकदमै मलाई जुन यो आज पुरस्कृत अथवा आज यो सम्मान पाउँदाखेरि चाहिँ मैले आज सबैभन्दा ठुलो सम्मान पाएको जस्तो महसुस भएको छ। किनभनेदेखि यो मलाई मेरो आफ्नो ठाउँले गरेको अथवा मेरो प्रदेशले गरेको सम्मान भएको कारणले गर्दाखेरि यो अझ विशेष हुँदो रहेछ।
मैले त्यही अनुभूति गरिरहेको छु। यसको लागि एकदमै धेरै धेरै धन्यवाद। एकदमै यहाँको समयको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। आदरणीय मन्त्रीज्यूलाई फेरि पनि नमस्ते। अरुण दाई थ्याङ्क यू सो मच। र यो जुन चाहिँ हाम्रो कोशी प्रदेश चलचित्रकर्मी सम्मान तथा अन्तर्क्रिया कार्यक्रम मा चाहिँ सबैजना खटिनु हुने सबै आयोजकहरूलाई पनि